रिपोर्ट हेर्दा त तपाईहरुको बच्चा हुँदैन नि। ओहो र डाक्टर साहब के उपाय छैन? एकदम गाह्रै छ, इम्पोसिबल कुरा हो। बुढी बच्चा हुँदैन नि। हेलो गाइज, सबैलाई वेलकम छ मेरो च्यानलमा। फेरि पनि नयाँ रिएक्सन भिडियो लिएर आइसकेको छु। आज चाहिँ रियाक्ट गर्न जाँदैछु 1-1 भाइन्सको 90s भर्सेस 90s भर्सेस नाउ, 90s को र नाउको ओके गट इट। के डिफरेन्सेस छ हेरौँ है त, ढिला नगरिकन लेट्स स्टार्ट। केटी माग्न जाता 90s पुरा प्योर लोकल टाइपको। आहा, चिया त कति मिठो बनाइन्छ नि नानीले। हाम्रो छोरी त साह्रै मिठो बनाउँछ नि चिया त। चिया मात्रै हो र, हाम्रो छोरीलाई सबै कुरा मिठो बनाउन आउँछ। अनि कस्तो लाग्यो नि हाम्रो छोरी तपाईँलाई? मलाई त एकदम राम्रो लागेको छ नानी। बाबु तँलाई कस्तो लाग्यो? मलाई नि एकदम राम्रो लागेको छ बुवा। छोरीलाई पनि मन परेकै छ हजुर। मन परापर भइसकेपछि अब बिहे जस्तो कुरा चाहिँ अब अलिकति सोचेर बुझेर गर्नुपर्ने हुन्छ। हजुर। अब हाम्रो बाबु केटाले चाहिँ के गर्नुहुन्छ नि? मेरो छोरो त सरकारी जागिर हजुर, अधिकृत महिनाको 5000 कमाउँछ। हजुर है, हजुर। सम्बन्ध के कसो बुढी? Now I'm excited for now. चिया खानुस् न मेरो छोरीले बनाएको। जेस हेयर स्टाइल चाहिँ चर्को रहेछ। चर्को रहेछ। अनि नानीले काम चाहिँ के गर्छ नि? मेरो छोरी चाहिँ किन भेटाइला सोध्रा? मलाई सोध्नुस् न, आइ एम सेल्फ इन्डिपेन्डेन्ट हो। आइज ए अनि के गर्छौ नानी? आइ एम एन इन्फ्लुएन्सर। ल छोरी क्याप्सन गरिदेऊ। म मेरो फोटो खोजिहाले। पर्दैन। मेरो छोरीको 850 फलोवर छ। ड्याडी 851 पुगिसक्यो, अघि भर्खरै एउटा बढेको। छोरी त्यो मैले अर्को अकाउन्टबाट गरेँ। मेरो छोरी त सर्वगुण सम्पन्न छे। बरु तपाईको छोरा के छ? मेरो छोरो त पहिल्यै विदेश जान मन गर्ने मान्छे हो होइन, यही ब्याङ्क म्यानेजर छ, महिनाको 5000 कमाउँछ हजुर। चित्त बुझेन हजुर, कुरा अगाडि नबढ मलाई। होइन यति कमाइरहेछ त तपाईँलाई के चाहियो? के चित्त बुझेन भन्नु त? भन यो जाठो चाहिँ को हो? अघि दिन बिचमा बोलिरहेछ, अब बुझेन त। उहाँ चाहिँ हाम्रो काका हो कि, बिचरा बुढो भइसक्नु भयो, दम छ, एड्स छ, क्यान्सर पनि लास्ट स्टेज। भाग्यले साह्रै ठगेको छ उहाँलाई। भयभरको रहेछ। कुरा राम्रो भनेको उहाँको अस्ट्रेलियाको चाहिँ पिआर छ है। बुढो भएर बाल भयो, पियर भएपछि त भइहाल्यो नि, के चाहियो जिन्दगीमा? बिहे गरिहाल्नु पर्यो नि, यतिको छोरी त अब म तपाईँलाई मात्रै दिने हो। तपाईँले खतरा हुनुहुन्छ रे। परेन फसाद विदेश पठाउने। ल बाबु, साउदी जाँदैछस्, आफ्नो ख्याल गरिस्, राम्रोसँग काम गरिस्। हुन्छ आमा, तपाईँ पनि आफ्नो ख्याल गर्नु, बुवाको ख्याल राख्नु। टोपी चाहिँ हो क्या? बाबु, टाइममा खाना खाए, छिट्टै फर्केर आऊ। हस् आमा, म छिट्टै टिका आमा सही टप नच। बुवा म आइहाल्छु नि। म साउदी जान्छु, टन्न पैसा कमाउँछु, आमालाई तिलरी बनाइदिन्छु, हाम्रो ऋण जति सबै फुक्का गरेर त्यो जग्गा पनि सबै फुक्का गर्छु बुवा। तपाईँ चिन्ता नलिनु है। ल आमा, ल बुवा गर्छु है, गर्छु। आफ्नो ख्याल राख्नु है, म गएँ। छोरो के गर्छस् त? अब तेरो प्लस 2 पनि सक्यो, अब तँलाई केही टेन्सन छैन, ऋण छैन घरमा, केही छैन, खानामा टेन्सन छैन, त जे गर्छस् भन्, हामी फुल सपोर्ट छौँ। त के गर्छस् तँ? म ड्याडी म्युजिक गर्छु, ड्याडी गिटार सितार बजाउँछु अनि म म्युजिक सिजिक गर्दिनँ ड्याडी, गर्दिनँ। त छोरो केही प्रेसर लिनु पर्ने कि, तँलाई फुल फ्रिडम छ, हाम्रो फुल सपोर्ट छ क्या। बाहिर गए पनि देशमै बसे पनि म देशमै बस्छु ड्याडी। म बाहिर जान्छु ड्याडी, अस्ट्रेलिया जान्छु। अस्ट्रेलिया तर फेरि अब जानै मिल्दैन। त्यसो भए क्यानाडाको फेरि फाइनेन्सियल पुग्दैन। त्यसो भए युएसए घर, युएसए को आइएस नै पुग्दैन। त्यसो भए माल्टा घर, त्यहाँ कमाइ नै हुँदैन। इन्डिया ड्याडी तपाईँले के गर्नु खोज्नु भयो भने जबरजस्ती गर्ने छोरोलाई? मलाई पनि इच्छा हुन्छ नि, म के गर्नु हुन्छ, के कसो हुन्छ, मलाई पनि रहर लागेको कुरा, खुसी कुरा गर्छु नि त म ड्याडी। कस्तो कुरा गर्नु तपाईँ? जबरजस्ती गर्नुहुन्छ मलाई। म तपाईँले भने ठाउँमा 1 जान्न, 2 जान्न, 3 जान्न। जबरजस्ती। यो चाहिँ सही लाग्यो। पहिला चाहिँ जे होस् घरको
हुन त अहिले पनि हुन्छ तर मोस्ट अफ द केसमा चाहिँ घरको बाध्यताले गर्दाखेरि जान्थे होइन जान पर्थ्यो दुःखी साथ अहिले चाहिँ जस मोस्ट अफ द केसमा चाहिँ खुसीले वा अहिले ठिकै छ तर पनि विदेश गएपछि अझै राम्रो हुन्छ भन्ने हिसाबले चाहिँ जान्छ। मेरो छोरो त नि हर्काजी अस्ट्रेलियामा बस्छ अस्ट्रेलियाको राजधानीमा टोकियोमा मेरो छोरो फेरि सान। यति पैसा कमाउँछ म फोन लगाइहाल्छु भने त्यसलाई के गर्नु सक्नु बिजी होला त्यही पनि हेरौँ मलाई पनि बिजी ठुलो र उठाएन छोरो यहाँ अङ्कललाई देखायो त त्यो अस्ट्रेलियाको स्ट्रिट देखायो त ह्याबो पाउनु टोयर पुस्दैछु भुइँ पुग्ने बाइक छ रियालिटी तपाईँ हाम्रो छोराले डक्टर भुइँ पुस्न आउने मेरो छोरा नि ऊ त अमेरिकामा छ अमेरिकामा मेरो छाती गाउँभरि उच्च बनाएछन् मेरो छोराले इज्जतदार बनाएछन् मेरो छोराले कति कमाउँछन् इन्जिनियर छन् अमेरिकामा हो के त इन्जिनियर थियो नि ल्याप्पा ज्याक्ने ओहो 6 नै 25-26 वटा हुन त स्वास्नी नै 5-6 वटा रहेछ तपाईँ रोकिनुपर्छ दाइ अब तागत रहन्जेल प्रयास गर्नु भन्दा त्यस्तो भनेर कहाँ हुन्छ दाइ प्रयास जारी छ अरे मात्र भयो उनीहरूलाई पढाउनु पर्यो तपाईँले अस्थायी साधन प्रयोग गर्नुपर्छ अब तपाईँ सुई हान्नुहोस् हानेर त हो नि नहानेर कहाँ मैले सँगै सुई भनेको नि तपाईँले त नसबन्दी गर्नु सुई हानेर त नाइस लाग्छ जसरी हुन्छ तपाईँ रोकिनु चाहिँ पर्यो है दाइ हुन्छ हुन्छ हस् सर रिपोर्ट हेर्दा त तपाईँहरूको बच्चा हुँदैन नि ओहो र मेडिकल डाक्टर साहब केही उपाय छैन गाह्रै छ इम्पोसिबल कुरा हो बुढी बच्चा हुँदैन नि ला हँसा यार तेरी त्यो हर्केल तेरो आली तासिसक्यो त्यो हर्केले यसरी काट्नु म ला यो चाहिँ डेन्जर होला जस्तो छ है मेरो आली तासि त ओए आइच ल हरियो भाषा यही सुताउँछु म हरियो भाषा लगाएर तेरो काट्नु आज मैले खान सकिनँ भने नाइस आन्ना ल त छोड दे गाइस हेर्नु त मलाई यसले छोइरहेछ म के हो ठुलो कुरो मा तल माछी राख्नु के काठमाडौँ सही हो जेस नर्मल फाइट त भइरहेको छ अहिले पनि होइन त्यो नर्मल कुरा भयो तर जेस ठुल्ठुला मान्छेहरूको चाहिँ यसरी नै फाइट हुन्छ के सोसियल मिडियामा पुरानो स्कुल ल्याएर नि छोत्रो मुला गाइस भिख मागेर बल्ल बल्ल बाइक ल्याएछ तेरो सुत्नु हैन म त मलाई के केले छोडेर पुरै डिप्रेसनमा अवस्था खाएर बसेर देखेर हो आफूलाई मलाई सानो बाउले छोडेर आमाले कन्तीले हाने जस्तो अनुहार चाहिँ कुच्याछ मुला मेरो केटा आउँछ अब केटा आउँछ हो मेरो केटाहरू नै आउँछ तिनीहरू नि मोबाइल लिएर हो क्या जोकर के भइरहेछ यसको गल्ती हो साइलेन्ट यता बालेर यता गइदिन्छ स्कल दियो के स्कल दियो हैन तेरो यसको गल्ती होइन सर स्कल दियो तपाईँ आउनु सर ल गाइजहरु तपाईँ राख्यो भन्नु है म यहाँ लाइभमा छु जसको कमेन्टमा बढी नाम आउँछ त्यसलाई म चिट काट्छु लभ एन्ड ब्रेकअप्स ए बिमारी ल तँलाई चिठी कति राम्रो यार पोर्ट्रे गरेको मेरो प्रिय बिमली कोही वाह। जस्तो आवाज हाँस जस्तो चाल चन्द्रमा जस्तो अनुहार तारा जस्तो भाल गुलाब जस्तो मुस्कान मह जस्तो बोली तिमी हाँस्दा त दिन नै उज्यालो हाँस न मन खोली यो त मैले लेखेको लभ लेटर जस्तो छ मेरो सानोलाई तिमी त अप्सरा जस्तो सुन्दर पिरतीले घैँटो भरौँ न अनि एउटा कुरा तिमी र म सम्भोग गरौँ न सम्भोग गरमले राख्छ फाइनल डेस्टिनेसन एक झापड के लेख्नु भएको नि त्यो चिठीमा अब त्यो त तिमी र म जोबन साटम न हुँदैन पहिला मेरो घरमा हात माग्न आउनुहोस् न है अनि त्यसपछि बल्ल
हात त माग्न आइहाल्छ फैललाई पिराती गास्दै गरौँ न लाज मान्नुपर्छ त समय के भयो बिहा हुन लाग्यो क्या अन्तै नरौ न बिमली हामीले जति पिराती लायौँ चोखो पिराती लायौँ तर यो समाज नै त्यस्तै रहेछ मन मात्रै मिलेर नहुने रहेछ बिमली यहाँ त जात पनि मिल्नु पर्दो रहेछ हामीले जति पिराती लायौँ त्यसलाई एउटा मिठो सपना सम्झेर बिर्सिदियो है गाह्रो छ Now. Hi. Hello. Are you single? Yeah, I'm single. You're looking really nice. I mean, let's hang out. Let's go somewhere private, you know. Let's go at my place. There's nobody at home. Yeah, let's go. हुन त म पनि 90s कै हो होइन एजको हिसाबले डेटको हिसाबले चाहिँ 90s नै भयो तर यस्तो चाहिँ यस्तो हुन्छ जस्तो त मलाई चाहिँ लाग्दैन है खै आफ्नो त खै भएन यस्तो फास्टवाला चाहिँ भएन त्यही भएर खै 90s वाला नै रिलेट गर्छु मैले चाहिँ योवाला चाहिँ रिलेट गर्नै सक्दैन होला पनि होइन तर रिलेट गर्न सक्दैन यस्तो फास्ट ट्र्याकमा जान्छ र साँच्चैको आफ्टर 6 आवर्स अगाडिकोमा के 90s मा के 6 महिना पछि थियो यसमा चाहिँ 6 आवर आफ्टर 6 आवर्स रे के बडी काउन्ट नै 1 2 रहेछ क्या त्यो काम छैन नि त ब्रो एक्सपिरियन्स आएन त ब्रो के कुरा गरे यार त्यो अहिलेको जेनेरेसनमा एक्सपिरियन्स आएन भनेर छोड्दै गयो सिधा भन्नु के भयो 2 रहेछ बडी काउन्ट अनि सानो भयो म तँलाई पहिले भने के त्यो प्रोफाइल पिक्चर हेर्दै कस्तो कस्तो साँच्चै प्रोफाइल कस्तो मैले बिर्सेँ त्यो आइडी कसरी देखाएर आइडी फेरि छोड्न खातेमा किड्स बालले आज कहाँ ल्याइछ राई अनि अस्ति साइबरबाट 50 रुपैयाँ तिरेर ल्याएको इनको यो एक्टिङ क्यारेक्टर देखेर मलाई क्या उस लाग्छ दामी लाग्छ क्या यस्तो भाइन्सर बनाउने जेन्युनली मैले चाहिँ होइन भिडियो रियाक्सन भिडियो बनाउँदाखेरि पनि यसो हेर्दाखेरि चाहिँ यिनीहरूको चाहिँ 101 भाइन्सको चाहिँ एकदमै बबाल नै लाग्छ क्या मलाई चाहिँ होइन मैले जति पनि हेरेछु अरूको पनि र कम्पेयर गर्दा हरेक भिडियोमा कमेडी हँसाउने तरिका लगभग एउटै टाइपको हुन्छ पञ्च लाइनहरू त्यस्तै टाइपको हुन्छ तर कस्तो के मजा आउँछ कि हेर्दा हेरिराख्नु त फ्लोमा गइराख्नु त्यो हुक गरिराखेको हुन्छ क्या जस एक्टिङहरू चाहिँ एक्टिङ हो क्या मेन त टप नच लाग्छ सबैको क्या रोइदिएको अरे आइज तँलाई कार्टुन देखाउने आइज कार्टुन ल आइज यहाँ हेमिलिन बाले के गर्छन् हेमिलिन बाले यसमा त हेमुलिन बाबा नै छैन त हेमिलिन बा त अनि त्यो बेलुका हेर ल हेर हेर के देखाएको यस्तो म त मोबाइलमा मोरा भन्लास हाम्रो यता आइज के रे मुला कसलाई पुच्छे भने म हुड बोलाएर कुर्दिन्छु नि भाइ यहाँ न वडा नम्बर 6 को बोलाएर ल आएपछि त उम्रिँदै ती पाछ कार्टुन हेर्ने उमेरमा के ठुलो कुरा गर्छस् त हेर्छ के म त एनिमे हेर्छु मा साइदामा नयाँ एपिसोड हेर्न आइज छ्या यो त मैले पहिले हेरेको तिमीहरूले नहेर्ने हेर्ने गरे हैन म लिंक पठाइदिन्छु बेलुका हेर है ला बाबु त ब्रेभरी आइज देन 90s भन्दा पनि देनदै भन्नु पर्यो नि त नाइस महाराज आज शिकारमा केही पनि पाएन हिरन पनि पाएन बारसिंह पनि पाएन अनि के लिएर आयो त काली छ महाराज ठीक छ युद्धको तयारी के छ महाराज हाम्रो युद्धको तयारी भनेको यो सिमाना चीनको हो यो भूभाग भारत हो आउँदो 1 वर्षमा हामीले यसलाई कब्जा गरेर एकीकरण गर्नुपर्छ चाहे रगतको खोला बगोस् या बगोस् आँखामा आँसु आँसु वाला छैनौ हाम्रो युद्धको छैनौ तो पड्काएर हुन्छ कि कसो सही कुरो गरिस् राजा
पहिले तँ भान्न सुरु गर्ने क्या अहिले केटाहरू हन्टिङ गएको भन्थे खोइ त आउँदै होला राई आउँदै होला कहाँ गयो फेरि लामो बारसँगै भेटेन नि लामो गोर्खा स्ट्रङ लिएर आइज म जान्दै अब त हर्केल ल्याउँछ ल हर्केल ल्याउँछ बस्दै गर्नु त कस्तो कुरा न्युज पनि कस्तो कस्तो आउँछ बडा कहिले आन्दोलन भइरहेछ कहिले नेता भागेको भनेको छ कहिले अब अमेरिकाले कब्जा गर्छ अरे के बरु गर्दै हुन्थ्यो बरु विकास त हुन्थ्यो फट हावा कुरा गर्छ यार चाइनाले गर्नुपर्छ कब्जा चाँडो विकास हुन्छ होइन बारबिक्यू सारबिक्यू गर्ने भन्दै थियो कालिजमा गइदिने हो क्या अब हात खुट्टा भाँच्यो भने कालीले ठुयो भने त झन् खत्तम हुन्छ आधा फाइन लागेको बेला आधी मासु ल्याएर ए अर्के यो कच्ची बाटो छ पिच कहिले होला त हाम्रो गाउँमा धुलै धुलो छ सहर पनि धुलै धुलो होला अब कहिले बन्नु भने अब नेताहरू सबै भ्रष्टाचार गर्ने देश पुरै खतम भइसक्यो कहिले बन्ला देश अब बन्ला नि छोराहरूको पालामा त खै त अब बाटो कच्ची सहर पनि धुलै धुलो भ्रष्टाचार नेता सबै खतम कहिले बन्ला भने देश यार देन होस् कि ना होस् कि इन फ्युचर होस् एउटै छ कुरा चाहिँ भिडियो चाहिँ मजा आयो यार मजा आयो कसम 90s भर्सेस नाउको वाह लास्टको देन भर्सेस नाउको चाहिँ झन् बवाल के अन्त नि राजनीति यस्तै छ हाम्रो नेपालको पोलिटिक्स यस्तै छ कस्तो दामी मजा आयो देन भर्सेस नाउ कुनै कुरा आफूले धेरै जस्तो लगभग सबै कुरा रिलेटेबल फिल भयो 90s को पनि अनि अहिले पनि अझै धेरै पनि हुन्थ्यो गेम्सहरूदेखि लिएर अरू कुराहरू पनि हुन्थ्यो ठिक छ अब कति नै कभर गर्न सकिन्छ कति हुन्छ कति कुराहरू जे होस् भिडियोमा चाहिँ 13 मिनटको भिडियोमा चाहिँ दामी मजा आयो हजुरलाई पनि मजा आयो भने पर कमेन्टमा भन्नु होला अनि के कस्तो छ मेरो रियाक्सन स्टार्ट नै छ मेरो होइन कस्तो भइरहेछ यसो प्रतिक्रिया दिनु होला हजुरहरूले त्यति भन्दै हजुरलाई भेट्नेछु नेक्स्ट भिडियोमा त्यति बेलासम्मको लागि टाटा बाई बाई